हिँड्दा 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 चारबाट पसिना निस्किन्छ त कति डाँडा लगभग हामी कति 18-20 किलोमिटर त आयौँ। आलु चढ्दा चढ्दा लास्टमा चाउचाउ अन्डा बनाउन लाग्यौँ हामीले। चाउचाउ अन्डा खायौँ। आइज आइज चढ चढ। परीको तिमी नमुना हो, शङ्कै छैन तिम्रो रूपमा। मेरो मन झुल्यो तिम्रो मनैमा। बस चाहिँ खत्रै छ है। आऊ केटा छिटो। ट्रेकिङ चाहिँ यस्तो हुन्छ है गा चाहिँ यस्तो। हामी अब यहाँ कुन ठाउँ अरे यो मैले बिर्सेँ फेरि पारो हान्छु। डरमा एकछिन हामी चटपटे खायौँ भने गाइज अब हामी अब गइरहेछौँ गाइज फेरि घरतिर। अब चाहिँ यो बाटो सिधै बेलदमनको बाटो सुई घरतिर अब नन स्टप गाइज होइन। यसो अब सबजना बसेर यसो खाजा खायौँ रेस्ट कि कसैले चाहियो भने कमेन्ट गर्नु होला। यहाँ 3 झरिरहेछ उहाँ माथिबाट। न्यू भिडियो भ्लगमा स्वागत छ होइन गाइज। अनि आज चाहिँ म कहाँ जानु लागेको भन्दा होइन न्यु इयर हो नि त गाइज। अब भोलि पर्सि न्यु इयर हो नि त। त्यही भएर अब गाइज होइन म चाहिँ रौतामै घुम्न गएको होइन गाइज। उदयपुरको माथि अलिक 40 किलोमिटर जति माथि रौता पोखरी छ क्या। एकदमै दामी होइन, पर्यटक प्लेस हो, दामी होइन, एकदम दामी छ। त्यही भएर अब जानु लागेको। तर हामी चाहिँ डिफ्रेन्ट तरिकाले जानु लागेको कि कसरी भन्दा चाहिँ हामी चाहिँ हाइकिङमा जानु लागेको गाइज। हाइकिङ एकदम एक्साइटेड छु गाइज म होइन जानलाई। अब गाइज म चाहिँ राति नै निस्किसकेँ किनभने बिहान निस्क्यो भने अलिक छिटो पुगिन्छ भनेर। बिहानै म यति 3:30 बजे निस्किसकेको छु भने गाइज। 3:30 बजे निस्किसकेको छु हाम्रो एउटा सँगै गाइज। अनि रमाइलो गर्दै जाने हो। म चाहिँ होइन यहाँ साथी घर आइसकेको छु। अनि अब हामी हिँड्न लागेको यहाँबाट पनि गाइज होइन। यसको ड्रेसअप चाहिँ बब्बाल छ क्या हेर्नुहोस्। खुट्टामा जुत्ता टक्क लाएर माथि पेन्ट टक्क लाएर होइन। अब हामी हिँड्न लागेको 0 भइसक्यो गाइज होइन। 4 बजिसक्यो यहीँ। कहिलेदेखि सरले कराउनुहुन्छ हामीलाई छिटो। हामी चाहिँ 3 जना भेट भइसकेको छ हाम्रो होइन। अब हामी अरू केटाहरू 3 जना चाहिँ साथी हो, एकदम साथी गाइज होइन। अब कस्तो हुन्छ हाइकिङ होइन। फुल भिडियो हेर्नु मजा आउँछ तपाईँहरू। मजा हो नि दोस्त, मजा आउँछ नि होइन। हिँड्दा चारबाट पसिना निस्किन्छ त गाह्रो छ। फाइनल गाइज होइन हामी चाहिँ यहाँ गाईचोक पनि आइसक्यौँ। यो सबजना एक ठाउँ भेला भएर सुई हिँड्ने हो। हामी चाहिँ हिँड्दा थाकिसक्यौँ यति हिँड्दै होइन। अहिले हामी 10% पनि पुगेकै छैनौँ कि हामी। हो कि 10% पनि थियौँ त हामी छैन। अनि अहिले पनि थाकिसक्यौँ हामी। यस्तो बाटो छ वहाँ। डाँडा हेर्दै हुनुहुन्छ डाँडा? यो त यो के होइन, यो डाँडा के होइन। यसको 4वटा डाँडा, यस्तै डाँडा 4वटा कट्नुपर्ने। मरिन्छ। आइफोन किन भाइ आइफोन। पैसा लिएन, पैसा राख्न दिएको थिइस्।
गाइस हामी चाहिँ बेलदाउनको बाटो छिर्यौँ हिँडिरहेको छौँ 10% पनि भएको छैन हुन त हिँडेको अझै भर्खर यो डाँडा अलि हेर्न थाल्यो क्लियरली अझै कति जानु छ कति गाइज होइन हामी चाहिँ अब यहाँ जङ्गल बाटो सरहरूसँग रमाइलो गर्दै हिँडिरहेको छौँ गाइज होइन त्यो जति थाके नि गाइज बढिरहेको छ अगाडि वहीँ गर्दै चढिरहेको छौँ हामी अब त्यहाँ अगाडि एउटा पुल छ त्यो बेलदाउनको पुल कटेपछि चाहिँ डाँडा चढ्नुपर्छ अरे गाइज होइन गाह्रो छ गाइज त्यो पनि गइरहेको छौँ हामी चाहिँ अब यो बेलदाउनको पुल तरिरहेको छौँ होइन खतरा रहेछ खोला चाहिँ बल्ल आइपुग्यो हौ डाँडा एकैचोटिमा ज्यान जान्छ अनि गाइज होइन हामी चाहिँ यो पुल कटेर गाइज पुलको अगाडि यसरी बसेर खाजा खायौँ भन्नुपर्दा सरहरू चाहिँ माथि बसेर खाँदैन नि त हामी चाहिँ मुनि बसेर होइन पफ खाँदै नेचरको भाइ लिँदै पफ खाँदै गाइज यो चाहिँ यहाँ बसेर टक्क खाइरहेछ म चाहिँ नेचर हेर्दै बसेर खाँदै अब चाहिँ चढाइ फेरि गाइज होइन हामी हिँडिहाल्यौँ क्या फेरि खाना खाने बित्तिकै हिँडिहाल्यौँ अब के गर्नु त हिँड्नै पऱ्यो गाइज होइन अब यो त हामी भर्खर 2-3% हिँड्नु परिरहेछ गाइज नसके पनि हिँड्नु परिरहेछ होइन एक त ब्याग यत्रो भारी होइन दिस इज द ब्युटी अफ नेचर वाउ चढ्दा हालत खराब भइसकेछ धुँदा भयो नि मलाई चलिरहेको छ त केटा हो उकालो एकदम रमाइलो बाइक के छ त अनि चढिरह चढाइ एकदमै गाह्रो भइरहेछ तर हार मान्ने होइन अझै त्यहाँ हुस्से लागेको डाँडा थोरै डाँडा खा त सरासर गइरहेको छौँ हामी अहिले कति बज्यो है कति 8 बज्यो अनि 8 बज्न 8 मिनट बाँकी अहिले 8 पनि बजे छैन 1 बजेसम्म हिँड्नु पर्ने राम त्यो हुस्से लागेको डाँडो रेस्ट गाइज हामी यहाँ धेरै नै थाकेर गाइज होइन पसिनै भएर एकछिन यहाँ मुखसुख धोएर बस्दै गाइज गाइज अब त हिँड्ने जिउ चाहिँ थाहै छैन तर खुट्टाले चाहिँ हार मानिसक्यो हाम्रोमा गाइज तपाईँहरूले हेर्नु न कस्तो उकालो चढेर हामी यहाँसम्म आइपुग्यौँ गाइज होइन लास्ट गाह्रो भयो यो उकालो चढ्न चाहिँ यो भाइ त थुचुके बसी नै हाल्यो कसम यो भाइ त हिँड्ने हालतमा त छैन त्यही पनि भाइ आँट गरेर चाहिँ आयो है गाइज यहाँसम्म अझै कति हिँड्नुपर्ने म त रोइदिन्छु गाइज होइन मलाई चाहिँ गर्मी भयो यहाँ बसिरहेको छु केटाहरू पनि यहाँ थकाइ मारिरहेको छ सबजना अझै भेस्ट कल दिएको गाइज होइन मेरोमा त नेटवर्कै आएको छैन हौ एकचोटि चाहिँ आऊ केटा हो यता मजा आउँछ लगभग हामी कति 18-20 किलोमिटर त आयौँ हेर त 20 किलोमिटर तोरा हो त्यो डाँडा हो नि यो डाँडा भन्दा उता हो क्या हाम्रो घर तर हामी आयौँ क्या जसरी भयो नि अब चाहिँ अझै हिँड्नु छ कहाँ जानु छ वहाँ पर वहाँ पुग्नु छ अझै तर एकचोटि चाहिँ आउनु
रिल्याक्स हुन्छ क्या। अनि गाइज होइन त्यहाँबाट हिँडेपछि डाइरेक्ट यो भिडियो सिडियो नबनाइकन म चाहिँ होटलसम्म आइपुगेँ होइन। लास्ट हिँड्नु पऱ्यो गाइज, लास्ट हिँड्नु पऱ्यो। खुट्टाको पोस्चर बिग्रिसकेको छ मेरो उकालो चढ्दा चढ्दा। लास्टमा चाउचाउ अन्डा बनाउन लायौँ हामीले, चाउचाउ अन्डा खायौँ। उता चाहिँ सरहरू खाँदै थियो, यसो हामी यति खाएपछि त एनर्जी आइहाल्छ गाइज होइन। चाहिँ सरहरूलाई पछाडि छोडेर अगाडि आइसक्यौँ हामी। यो यस्तो छ, अगाडि गइरहेछौँ। डाँडा चढी चढी लामो जस्तो। सरहरू त बिसाउँदै बिसाउँदै आउँछ, तर हामी नबिसाउने। ओइ हामी कहाँ हिँड्नु? ए हिँड्नु अब गाह्रो छ नि यार यस्तो हाइकिङ गर्न त। नाथे गोथे आइज चढ चढ। ए यो टाइम यस्तो भ्यूमा आइज चढ चढ। दिस इज अ प्लेस ब्रो, दिस इज द डेस्टिनेसन। यो डाँडा चाहिँ बर हाइकिङ गरेर आएको मा घुँडा टेक्दै मा चिप्ली चिप्ली। तपाईँहरू सोच्नु सक्नुहुन्न होइन मेरो खुट्टाको हालत कसम भनेको। हात नङ नङहरू नङ यस्तो चिप्लो बाटोमा। तर आशा त्यो डाँडा कटेपछि डाइरेक्ट रौता देखियो गाइज हामीलाई। ए रौता यो जङ्गल यो डाँडा छ नि, यो डाँडा यसरी यसरी हाम फालिदियो क्या हामी यसरी भने। सोच्नु हामी कति हरामीमा सोच्न पनि सक्दैन कसैले। गाइज हामी रौता आइपुग्यौँ। ए रौता यस्तो हाइकिङमा एकदम गाईघाटदेखिको रौता। ए रौताको बोर्ड वेलकम। हामी चाहिँ गए छैन एउटा रुम रेन्टमा लिएर होइन, यहाँ अब बस्यौँ। अब यो रुममा बस्ने आज राति। अनि अब हामी चाहिँ अब लुगासुगा फेरेर गाइज भ्यू टावर जानेतिर जाने भनेर प्लान बनाइरहेको छौँ। अझ कपडा चेन्ज गरेर आइसकेको छौँ हामी यहाँ। चाहिँ कपडा चेन्ज गरेर अब मन्दिरतिर लाग्दिउँ। फाइनली गाइज होइन हामी चाहिँ यत्रो हिँडेर कालीघाटदेखिको म्याप डाँडा साँडा चढेर होइन हामी चाहिँ यहाँ आइपुग्यौँ है बल्ल बल्ल। रौतामा आइपुग्यौँ हामी। पोखरी गाइज रौता पोखरी चाहिँ त्यो हो होइन। हामी चाहिँ अब यो सिडी चढेर भ्यू टावर लाग्दिन आँटेको गाइज होइन। हामी यत्रो सिडी चढेर वहाँ मुनिको सिडी चढ्दा चढ्दा बल्ल बल्ल यो भ्यू पोइन्टमा आयो होइन गाइज होइन। हामी चाहिँ अब अलिकति माथि आइपुग्यौँ। यो ढुङ्गा त थाहा नै होला गएको मान्छेलाई, के एक्सप्लेन गरिराख्नु होइन। कसरी आयो होला ओ दोस्त, यसरी सोच न कसरी आयो होला यो ढुङ्गा यहाँ उडेर। सही हो सही हो सही। ओइ
टावर कटेर अझै यताको टावर आइपुग्यौँ हामी त्यहाँ अझै माथि जान लागेको अब हामी गाइज अब यहाँसम्म आएपछि त्यहाँ चाहिँ किन नजाने होइन जाने होइन गाइज होइन हामी आइपुग्यौँ यहाँ यस्तो राम्रो ठाउँ बेडढुङ्गा भएको ठाउँ वाउ अच्छी साहब आइरहेको फोटो खिचेर होइन भिडियो बनाएर यसो फर्किदिएको होइन अब चाहिँ अब सिडी झरिरहेको छ म अघि आएकै बाटो होइन सिडी हेर्नु कति मुनि छ हामी चाहिँ रुम आइसकेको छौँ होइन हजुर होस् 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 पकाउँछु यहाँ आइज होइन यहाँ अब यो रुममा हामी यसरी सुत्ने गाई चाहिँ गिटार बजाउँदै सुन्दरताको परीको तिमी नमुना हो सङ्ख्या छैन तिम्रो रूपमा ताको तिमी बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा रासै फुल्यो बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा गाइज हामी चाहिँ होइन यहाँ गीत सित सरसँग रमाइलो गरेर गीत सित गाएर यसो मुनितिर अब खाना खान लाग्यौँ गाइज होइन खाना खाने गाइज अब हामी खाना आउँदैछ हाम्रो त्यहाँबाट गुड मर्निङ गाइज अनि ह्याप्पी न्यु इयर है सबैलाई होइन गाइज अनि हामी चाहिँ खाना खाएर सुतिहालेँ गाइज भ्लग्सलो केही बनाउन पाइनँ होइन एकैचोटि बिहान उठेँ खाना खाने सुत्ने बित्तिकै बिहान उठिहालेँ गाइज होइन ह्याप्पी न्यु इयर सबैलाई होइन कमेन्टमा ह्याप्पी न्यु इयर भनिदिनु होला अनि बिहानको माहौल चाहिँ यस्तो छ गाइज होइन हामी बिहान बिहानै उठेर कहाँ हिँडेको भन्दा हामी चाहिँ बिहान बिहान उठेर गाइज दर्शन गर्न हिँडेको मन्दिर सबैजना सरहरू त नुहाउनु भयो तर मलाई जाडो भएर चाहिँ गाइज होइन ननुहाएको होइन म अनि आशिष चाहिँ नुहाएनौँ हामी कुकुरले के खाँदैछ अनि गाइज होइन फाइनली हामी मन्दिर पनि पुग्यौँ मन्दिरमा चाहिँ अहिले त्यति भिड चाहिँ थिएन होइन गाइज त्यति भिड चाहिँ थिएन गाइज तर माथि माथि थियो तर मन्दिरभित्र चाहिँ थिएन भिड गाइज हामी चाहिँ मन्दिरबाट फर्क्यौँ म र आशिष चाहिँ मन्दिरबाट फर्क्यौँ सरहरू चाहिँ फोटो खिच्दै हुनुहुन्थ्यो अनि त्यही बस्नु भएको छ अनि हामी चाहिँ मुनि झरिरहेको छौँ गाइज म र आशिष चाहिँ साथीहरू होइन टक्क अब हामी चल्दिन आँटेको गाईघाटतिर होइन अब जति दर्शन गर्ने त गरियो गाइज होइन ह्याप्पी न्यु इयर सबैलाई मेरो तर्फबाट मेरो बर्थडे छ कमेन्टमा ह्याप्पी बर्थडे लेखिदिनु पऱ्यो सबैले ल थ्याङ्क यू अनि अब गाईघाट जाने हिँड्दै होइन बाटोमा के कसो हुन्छ सब देखाउँछु तपाईँहरूलाई होइन हाम्रो साइडबाटै बादल गइरहेको छ पुरै बादलै यताउता पुरै होइन गाइज पुरै यस्तो कुहिरोमा अब हिँड्नुपर्छ हामी हेर्नुहोस् यहाँ कस्तो सिचुएसन भइरहेको छ हाम्रो जाडोले यस्तो आम्बो कस्तो यस्तो चिप्लो हुँदैन नि यस्तैमा हामी चिप्ली आएको
बसिरहेको छ होइन बिस्कुट खाने यस्तो हुनेछ हेरेर ओ बस चाहिँ खत्रै छ है आऊ केटा छिटो ट्रेकिङ चाहिँ यस्तो हुन्छ है गा चाहिँ यस्तो हामी अब यहाँ कुन ठाउँ अरे यो मैले बिर्सेँ फेरि पारो हान्छु डरमा एकछिन हामी चटपटे खायौँ भने गाइज अब हामी अब गइरहेछौँ गाइज फेरि घरतिर अब चाहिँ यो बाटो सिधै बेलदमनको बाटो सुई घरतिर अब नन स्टप गाइज होइन यसो अब सबजना बसेर यसो खाजा खायौँ रेस्ट गर्दैछौँ हामी हेर मैले चाहिँ एउटा बुकी बनाएँ गाइज बुकी कसैले चाहियो भने कमेन्ट गर्नु होला यहाँ 3टा बुकी भइसक्यो एउटा 3टा तर मेरो आइडी हरायो क्या म त्यो म छोड्दिनँ म नि गर्छु मेरो आइडी नै हरायो क्या चाउचाउ खाने हरायो क्या मेरो बस्ने जाने हरायो भन्दा म पासवर्ड होइन अब चाहिँ हामी खाजा खाएर हिँड्यौँ अब हामी सबजना हिँड्न लागिसकेको छौँ जाने हो सुई अब कहीँ नरोकिकन चढिरहेको छ यिनीहरू कसरी झरिरहेको छ उहाँ माथिबाट आऊ केटा हो म चाहिँ एकछिन रेस्ट गर्दै बसेको होइन अझै उहाँ जानुपर्ने मुन्नी झर्नुपर्ने उहाँ यहाँबाट झर्ने क्या केटाहरू त्यहाँबाट पनि झर्दैछ यस्तो ठुलो उकालोबाट पनि सम्म बाटो ओह्रालो चढ्दा वाक्क भएर अलि जङ्गलभित्र छिर्यौँ फेरि पनि जन्जले अब यहाँबाट लास्ट डाँडा चाहिँ यही हो यो डाँडा कटेपछि त बेलदोबन आइपुगिन्छ बेलदोबनबाट त गाईघाट नजिकै परिहाल्छ गाई सुई जाने घरतिर गाई छैन हामी हालत चाहिँ खराब भइसकेको छ बरै खराब मेरो लट्ठीको हालत हेर्नु लट्ठीको हालत पनि लट्ठीले पनि हार मानिसक्यो यहाँ तर थाकेको चाहिँ छैन तर खुट्टाले चाहिँ कसम मेरो खुट्टा बोल्ने भएको भए यस्तो गाली गर्थ्यो मलाई एमिनेमको ऱ्याप भन्दा फास्ट गाली गर्थ्यो होला मलाई मेरो खुट्टाले अब उहाँ साथीहरूमा गइरह पुल त्यहाँ छ त्यहाँहरू पुलमा बसिरह मस्त म चाहिँ अब पुलमा गएर एकछिन बस्ने गाइज होइन हामी चाहिँ यहाँ पुल कटिरहेको छौँ अब केटाहरू पनि पुल गइरहेको छ एकछिन धेरै रेस्ट गऱ्यौँ गाइज हामी यहाँ चाहिँ घर लागिने सरासर नबस्ने अब भ्यू चाहिँ यस्तो छ यहाँको जति हिँड्छौँ घरै पुग्दिनँ होला किन यस्तो भइरहेछ हिँडेको छौँ ल घरै पुग्दिनँ उहाँ एकजना ढलिरहेको छ मुनि पानी लिनु गएको छ दुईजना चाहिँ अब गाई चाहिँ हिँड्न सक्दिनँ सबजना सिटीमा छोडिसक्यो कस्तो फिलिङ्स भइरहेछ हिँडेर आउँदा राख न राख घरमा खानु गाई काट बजार अब छिर्न आँट्यौँ सबजना आफ्नो घर